लो के भयो पारस, किन आत्तिएर बोलेको त? आज के भयो तँलाई? प्लिज आदित्य, मेरो घरमा आइज न, आएपछि सबै कुरा भन्छु यति भनेर उसले फोन काट्यो। मेरो मन आत्तियो, मुटु चिसो भएर आयो। यसरी आत्तिने मान्छे थिएन पारस कहिले। दिमागमा हजार कुराहरू खेल्न थाल्यो। झगडा, डर, दुर्घटना, अपराध। हतार हतार चियाको कप झ्यालमा राखेर म पारसको घरतिर दौडेँ। हाम्रो घर करिब 10 मिनटको फरकमा थियो। म पारसको घर पुग्दा ऊ आँगनमै उभिएका थियो। उसको हातमा लामो र धारिलो खुकुरी, उसको लुगामा भर्खर मात्र लागेको तातो रगतको छिटाहरू, खुकुरीबाट तप्प तप्प रगतका थोपाहरू जमिनमा खस्दै थिए। यो सबै दृश्यले मेरो शरीर नै काम्यो। हातखुट्टा डरले जम्न थालेका थिए। अघि फोनमा बोल्दा आत्तिएको पारसको बोली, अहिले मेरो अगाडि भएको उसको यो रूप। फेरि मनमा हजारौँ प्रश्नहरू आउन सुरु भयो। अब जे भए पनि मेरो बच्चादेखिको साथी हो, यस्तो बेलामा कसरी साथ छोड्नु? यही सोचेर हिम्मत जुटाउँदै उसलाई प्रश्न गरेँ, ओ पारस, के भयो यार, के गरिस् तैँले? जिउभरि भर्खर लागेका ती रगतका थोपाहरू, खुकुरीबाट पनि रगतका थोपा तप्प तप्प जमिनमा चुइँदै थिए। बोल्न, के गरिस् तैँले? त्यसपछि पारसले बिस्तारै आफ्नो टाउको उठाउँदै मलाई हेर्दै भने, के होइन यार आदित्य, आज घरमा खसी काटेको थिएँ, तँलाई मासु मनपर्छ भनेर खानुको लागि